हेलो साथीहरू, नमस्ते है हजुरहरूलाई फेरि पनि निश्चल तथुलुङ युट्युब च्यानलमा स्वागत गरे है साथीहरू। अनि हजुरहरू पक्कै पनि सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ साथीहरू। अनि आजदेखि चाहिँ हाम्रो नयाँ शैक्षिक सत्र सुरु भएको छ र हामी चाहिँ आजदेखि चाहिँ आज 15 गतेदेखि चाहिँ हाम्रो श्री अमरास आधारभूत विद्यालयको चाहिँ विद्यार्थी भर्ना सुरु भइसकेको छ है साथीहरू। आजदेखि चाहिँ हजुरहरूले हाम्रो स्कुलको ब्लग हेर्न सक्नुहुनेछ है साथीहरू। अनि हजुरहरूले पक्कै पनि माया गरिदिनुहुन्छ होला मेरो भिडियोलाई हेरेर। अनि साथीहरूले फर्स्ट अफ अल चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने आशा छ। साथसाथै लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू। आज के हुन्छ म हजुरहरूलाई भिडियो देखाउने नै छु है साथीहरू। अनि आज चाहिँ हाम्रो स्कुल भर्नादेखि लिएर शैक्षिक सामग्री बनाउने क्रममा आज शैक्षिक सामग्री के बनाउँछौँ है साथीहरू। स्टुडेन्ट गाइज, हेलो साथीहरू, नमस्ते अनि स्वागत छ फेरि पनि मेरो ब्लगमा। अनि यता हेर्न सक्नुहुन्छ हजुरहरूले, हामीले चाहिँ अब 15 गतेदेखि 20 गतेसम्मको भर्ना अभियानमा चाहिँ के गर्दैछौँ भने शैक्षिक सामग्री पनि बनाउँदैछौँ। यहाँ सगिन म्यामले बनाउनु भएको यो चाहिँ, अनि सरले चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ। हामीले चाहिँ यसरी वैशाख 15 देखि 20 सम्मको टाइमलाई चाहिँ यसरी सदुपयोग गर्दैछौँ साथीहरू। 21 गतेदेखि चाहिँ हाम्रो स्कुल लाग्नेछ। खै हामी त कवितामा छौँ। यो चाहिँ हामी एक एकवटा टपिक्स भन्ने। अनि जस्तै यहाँ तपाईँले शैक्षिक यो कापी पेन्सिल पर्दैन किन्नलाई टाढा। अनि उडा सरकार धन्यवाद हजुरलाई, ड्रेस आयो अमरास स्कुललाई भनेर त्यो ड्रेसहरू देखाइदिने होइन। अनि शैक्षिक सामग्री बनाउँदैछौँ हामीले, सुझाव सुनेर अथवा हेरेर सबैले भने यो चाहिँ तपाईँले चाहिँ त्यहाँ बनाउँदै गीत गाउनुहोस्। अनि भिडियो एकजनाले खिच्ने, त्यसलाई चाहिँ एडिटिङ गरेर त्यसरी लाउने। अनि कि सिधै यसै गरी भन्ने कि कसरी भन्ने सल्लाह गरौँ। अनि त्यसै गरी हामी तिनजनाको भिडियो बनाऊँ अनि हालिदिउँ न। यो 2 दिन स्कुल लगाएको हामीले यस्तो सानो कक्षा शिशुदेखि हजुर कक्षा 4 सम्म 15 देखि 20 सम्म भर्ना अभियान आउनुहोस् हजुर अमरास स्कुलमा हामी पढाउँछौँ बोर्डिङको सिस्टममा। 15 गते भर्ना अभियान आउनुहोस् हजुर अमरासको विद्यालयमा। आउनुहोस् हजुर अमरास स्कुलमा हामी पढाउँछौँ बोर्डिङको सिस्टममा। आउनुहोस् हजुर अमरास स्कुलमा हामी पढाउँछौँ बोर्डिङको सिस्टममा। ल है साथीहरू, हामी चाहिँ स्कुलबाट अलिअलि शैक्षिक सामग्री होइन, अनि त्यसपछि अलिअलि सरसफाइ गरेर चाहिँ ठ्याक्कै स्कुल वरिपरि सरसफाइ गरेर चाहिँ हामी चाहिँ झरिसक्यौँ माथि गोडेरोबाट रोडमा झरिसक्यौँ साथीहरू। अब चाहिँ भने हामी घरतर्फ लाग्नेछौँ है साथीहरू। अनि आउँदै हाम्रो ड्राइभरजी चाहिँ आइपुग्नु भएर रहेछ, त्यही भएर हामी चाहिँ बिसाइरहेको छौँ। यहाँ बिसाउँदाखेरि बाबुले चाहिँ हेर्नु न यता छ्यामको कुखुरालाई लखेट्दैछ, पुरै समातेर छैया कराईमा बनाउनलाई हो कि के हो। पाहुनाले आफैले तरकारी बनाउँदैछ साथीहरू, यहीँ तरकारीको लागि खोज्दैछ त साथीहरू। हामी चाहिँ अब एकछिनपछि घरतर्फ लाग्छौँ है त, हेर्दै जानु होला साथीहरू। हामी चाहिँ बिहान खाएर आएको, तर पनि अहिले चाहिँ एकदम पेटमा चाहिँ मुसा कराइरहेछ नि त, भोक लागिरहेछ। तर यहाँ पसलमा मान्छे रहेनछन्, अनि 2टै पसल बन्द रहेछ।
हेर्न सक्नुहुनेछ साथीहरू। हेर्नु दुइटै पसल बन्द गरेर मान्छे कता गएछन्, दोकान पनि बन्द रहेछ। त्यही भएर हामी चाहिँ बसिरहेछौँ। बाबुले के माग्दैछ होला उदो अनि है। त्यसपछि अनि यहाँ मान्छे नि रहेनछ, त्यही भएर पर्खिरहेछौँ हाम्रो ड्राइभर अगाडि आइपुग्छ कि मान्छे यहाँ पसलको मान्छे अगाडि आइपुग्छ भनेर बसिरहेछौँ है साथीहरू। अहिले यहाँ पसलको मान्छे आयो भने चाहिँ हामीले के खान्छौँ त, म हजुरहरूलाई देखाउने नै छु। खाँदैनौँ भने घरमै खान्छौँ ल।